नमस्कार सबैजनालाई। यहाँहरूलाई स्वागत छ मेरो न्यू मिनी भ्लगमा। आज म लैजाँदैछु पाल्पाको रामपुर नगरपालिका स्थित कालीगण्डकीको किनारमा रहेको एक अति नै पवित्र र मनोरम धार्मिक स्थल सिद्ध बाबा मन्दिर धाम, जहाँ एकै ठाउँमा 108 शिवलिङ्गको दर्शन गर्न पाइन्छ। कालीगण्डकीको काखमा अवस्थित यो मन्दिर अति नै सुन्दर शान्त वातावरणमा रहेको छ। उत्तरतिर कालीगण्डकी, दक्षिण दिशातर्फ पवित्र सिद्ध बाबा मन्दिर, पूर्वमा रामपुर राम मन्दिर, पश्चिममा बालसिद्ध मन्दिर रहेको यो पवित्र भूमि साँच्चीकै अति नै सुन्दर रमाइलो। अर्को पार्टमा म यहाँलाई बालसिद्ध मन्दिरको बारेमा पनि भिडियो मार्फत जानकारी गराउने नै छु। आज भने यही सिद्ध बाबा मन्दिरको बारेमा जानकारी गराएँ। आजको यात्रामा सिद्ध बाबा मन्दिरको दर्शन गर्न पाउँदा तपाईलाई कस्तो लाग्यो? मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यदि तपाईँ यही पवित्र स्थलको बाटो हुँदै यात्रा गर्दै हुनुहुन्छ भने पक्कै पनि यो सिद्ध बाबा मन्दिरको दर्शन गर्न नभुल्नुहोस्। धन्यवाद।